back to Mira Neil Artsan vlog. So म चाहिँ फेरि पनि आइसकेँ with cheers with lemon water. यसको एन्ट्री चाहिँ जहिले हुन्छ मम्मा 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 भने एन्ट्री मम्मा हजुर मम्मा के आको मान्छेहरुले उसको मैले जहिले भ्लग स्टार्ट गर्दा चाहिँ यसको एन्ट्री चाहिँ भइहाल्छ with the dialogue मम्मा मम्मा मम्मी पाका कोन त So cheers with lemon water सम्म मेरो डे सुरु गर्दैछु साथीहरु सो आज चाहिँ डे 15 अफ आई डुइङ इन्टरमिटेन्ट फास्टिङ मैले वेट तपाईहरुलाई अपडेट दिउँ भनेको थिएँ कि बट आई एम अन माइ पिरियड म चाहिँ पिरियड भएर मैले वेट नापिन किनभने भरे फेरि पिरियडमा वेट फ्लक्चुएट भइरहेको हुन्छ अरे नि त एक्युरेट आउँदैन अरे त्यही भएर चाहिँ मैले मामा 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 ल एबीसीडी यो देखाउँदैछ मामा 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 भनेर यो देखाउँदैछ सो मैले चाहिँ वेट अपडेट गरिनँ अब मेबी म जब पिरियड स्टप हुन्छ त्यहाँबाट चाहिँ तपाईहरुलाई मेरो वेट अपडेट गराउँछु है त टमाटो गार्लिक जिन्जर सो अहिले भने चाहिँ लेट्स स्टार्ट द डे विथ दिस completed म चाहिँ यहाँ बाहिर बाल्कनीमा आएर बरन्डामा आएर एकछिन बसेको तर आजको वेदर त एकदम पानी पर्ला जस्तो भइरहेको छ एकदम वेदर चाहिँ ग्लुमी छ यहाँ थिम्पूमा सो मैले चाहिँ कम्प्लिट गरिसकेँ मेरो चिया सेट लेमन वाटर अब चाहिँ म ब्रेकफास्टमा के खान्छु हेर्नु नभुल्नु होला हजुर ल म चाहिँ वर्कआउट गर्नु पर्यो भनेर पुरा रेडी सेडी भइसकेको थियो बट एकदमै पेट दुखेर सकिनँ मेबी भरे इभिनिङतिर गर्छु होला सो अहिले चाहिँ मैले सकिन है वर्कआउट गर्नु ओके भित्र जाउँ बाबा लेट्स गो इनसाइड लेट्स गो इनसाइड आन्यो 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 मेरो मामा 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 भन्ने छोरा आन्नु नि त के बोकेर आएको त्यो राउटर पो बोकेर आएको थियो यसले त छोड्नु त्यो त्यहाँ बसेर खेल्ने अरे त्यहाँ छोड्नु बाबा त्यो यता आउनु भित्र My first meal of the day is ready. मेरो प्लेटमा चाहिँ छ धेरै भेजिसहरु लाको अमलेट ग्रेप्स ज्याग्री टी सो म अब चाहिँ मेरो ब्रेकफास्ट इन्जोय गर्छु है घरमा दुध सकिएछ दुध किन्न आएको थियो बाहिर त रातभरि पानी परेको आज यस्तो छ है डे हेर्नुहोस् थिम्पूको दिन रातभरि पानी परेर एकदम रोड चिसो चिसो दिनै चिसो भइरहेछ म चाहिँ यहाँ भुँडी दुखेर असार परिरहेछ आज
फ्रेन्ड इट्स लन्च टाइम। सो मेरो लन्चको थालीमा चाहिँ आज के छ भने क्युकुम्बर, करेलाको सब्जी, यो चाहिँ भिन्डी बोइल गरेर मैले डल्लेको अचारमा साँधेको है त। अन्त हियर आई हेभ अ चाना गेडागुडीको सुप भनौँ न, एक्स्ट्रा सुप यहाँ पनि ल्याएको छु मैले। सो मेरो लन्च यति नै आजको। मिठो भएको छ। मैले 5 वर्षसम्म खाउँ है। It's wide. भिन्डी त्यसरी भिन्डी साँधेको चाहिँ एकदमै मिठो लाग्छ। भिन्डी बोइल गर्नुहोस्, त्यहाँबाट स्टेन गरेर डल्लेको अचारमा मिक्स गरेर अलिकति तोरीको तेल तुर्क लाउनु हो, एकदमै यम्मी हुन्छ है। फर्स्ट बाइट भिन्डी र भातको। वाउ, टु गुड, एकदम मिठो। चिप्ले भिन्डी। पिरो यो चाना चाहिँ स्प्राउटेड गरेको मैले। यो चानालाई चाहिँ मैले स्प्राउट यस्तो के जरा पलाउनु दिएको थिएँ, जरा पलाएर त्यसको सुप बनाएको है। के भन्छ क्वाटी हुन्छ नि, क्वाटी टाइपको बनाएको थिएँ मैले। साथीहरु, म चाहिँ सर्ट वकमा गएर पनि फर्किसकेँ हैन। म चाहिँ अब लास्ट मिल अफ द डे लिँदैछु। बनाना एन्ड एउटा वालनट खाएर चाहिँ मेरो इटिङ विन्डो चाहिँ अफ हुन्छ है। सो एट लास्ट म चाहिँ ग्रिन टी खान्छु। सो मैले यो ब्रान्डको ग्रिन टी लिँदैछु। म भिजाउनु आँटेको अब चाहिँ त्यहाँबाट चाहिँ बिफोर बेड चाहिँ म ग्रिन टी खाएर चाहिँ मेरो डे एन्ड गर्छु साथीहरु। म चाहिँ बिफोर बेड चाहिँ 1 कप ग्रिन टी पिउँछु। सो यो ग्रिन टी पिएसकेर चाहिँ म यसो धन्दा सन्दा गरेर त्यहाँबाट चाहिँ म बेडमा बस्छु। सो आजको डे चाहिँ यसरी नै एन्ड भयो। तपाईले मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट शेयर गर्न सक्नुहुन्छ। नयाँ हो भने प्लिज सब्स्क्राइब गरेर साथ दिनुहोस् र भिडियो वाच गरेकोमा थ्यांक यू सो मच।